र फेरि पनि टिचरहरुको नयाँ भ्याकेन्सी आइसकेको छ र 10,000 प्लस भ्याकेन्सीजहरु रहेको छ। केबीएस अनि एनभीएस केन्द्रीय विद्यालय समिति अनि नवोदय विद्यालय समितिको तर्फबाट यो नयाँ नोटिफिकेसन रहेको छ र यसमा तपाईहरु बोथ मेल अनि फिमेल तपाईहरु यसमा एलिजिबल हुनुहुन्छ र यस भ्याकेन्सीमा तपाईले आवेदन चाहिँ अनलाइन गर्नुपर्नेछ, अनलाइन अप्लाई गर्नुपर्नेछ र यसमा टोटल भ्याकेन्सीहरु कुन स्कुलहरुमा कति-कतिवटा भ्याकेन्सी रहेको छ भन्नु पर्दाखेरि यहाँनिर केबीएस अनि एनभीएस को छुट्टै-छुट्टो यहाँनिर तपाईलाई पोस्टहरु दिएको छ र यहाँनिर सबैभन्दा प्रथममा केबीएस पीजीटी यानी कि पोस्ट ग्रेजुएट टीचर को भ्याकेन्सी भन्नु पर्दाखेरि यहाँनिर तपाईलाई 1465 वटा टोटल भ्याकेन्सी दिएको छ पीजीटी लाई मात्रै भने यहाँनिर एनभीएस नवोदय विद्यालयको लागि चाहिँ तपाईलाई पीजीटी को लागि नै 1513 वटा टोटल भ्याकेन्सी दिएको छ। त्यस्तै प्रकारले टीजीटी को पनि यहाँनिर भ्याकेन्सी रहेको छ। ट्रेन ग्रेजुएट टीचर को लागि पनि भ्याकेन्सी रहेको छ र यसमा तपाईलाई कति क्वालिफिकेसन लाग्ने छ म तपाईलाई क्रमैसँग बताउँदै जानेछु। भिडियोलाई अन्तसम्म तपाईले हेर्नु होला। भिडियो स्किप गर्नुभयो भने तपाईले बुझ्नु हुँदैन अनि तपाईलाई एप्लिकेसन गर्न गाह्रो पर्न सक्छ र यहाँनिर त्यस्तै प्रकारले टीजीटी को भ्याकेन्सी केबीएस मा कतिवटा छ भन्नु पर्दाखेरि यहाँनिर तपाईलाई 2794 वटा भ्याकेन्सी रहेको छ। त्यस्तै प्रकारले यहाँनिर तपाईलाई एनभीएस नवोदय विद्यालयको लागि टीजीटी को भ्याकेन्सी को लागि 2978 वटा पोस्टहरु रहेको छ र सिमिलरली यसमा तपाईको नन टिचिङ को लागि पनि भ्याकेन्सी रहेको छ तर अहिलेलाई भने यो टिचरहरुको लागि यो डेडिकेटेड भिडियो रहेको छ। एज लिमिट भन्नु पर्दाखेरि यहाँनिर तपाईलाई पीजीटी को लागि तपाईलाई यहाँनिर 40 इयर्स तपाईको एज लिमिट दिएको छ भने टीजीटी को लागि 35 इयर्स सम्म तपाईको यहाँनिर तपाईलाई एज लिमिट दिएको छ र एससी एसटी ओबीसी ले अवश्य नै तपाईले एज रिल्याक्सेसन यसमा पाउनु हुनेछ। सैलरी कति पाउनु हुनेछ भन्नु पर्दाखेरि यहाँनिर टीजीटी को लागि तपाईले लेभल 7 को सैलरी पाउनु हुनेछ र स्टार्टिङमै तपाईले 44,900 तपाईले सैलरी प्याकेज पाउनु हुनेछ भने तपाईको बढेर 1,42,000 सम्म तपाईको सैलरी प्याकेज पुग्ने छ किनकि यो सेन्ट्रल गभर्नमेन्ट को यो पोस्ट हो र तपाईले सैलरी पनि खुबै राम्रो पाउनु हुनेछ र त्यस्तै प्रकारले पीजीटी को लागि लेभल 8 को तपाईले सैलरी प्याकेज पाउनु हुनेछ र 47,600 दिनको स्टार्ट भएर तपाईको 1,51,000 सम्म तपाईको सैलरी प्याकेज पुग्ने छ र त्यस्तै प्रकारले यहाँनिर पीआरटी को भन्नु पर्दाखेरि लेभल 6 को तपाईले सैलरी प्याकेज पाउनु हुनेछ र 35,400 स्टार्टिङ दिनको लिएर तपाईको 1,12,000 सम्म तपाईले सैलरी प्याकेज पाउनु हुनेछ र सबैभन्दा इम्पोर्टेन्ट तपाईलाई क्वालिफिकेसन चाहिँ पीजीटी टीजीटी अनि पीआरटी को लागि कति मागेको छ भन्नु पर्दाखेरि यहाँनिर तपाईलाई पीजीटी को लागि मास्टर डिग्री प्लस बीएड अनि तपाईको मिनिमम 50% पर्सेन्टेज एक्वार्ड रहेको हुनुपर्ने छ। त्यसै प्रकारले सीटेट तपाईलाई यहाँनिर मागेको छैन। गुड न्यूज तपाईलाई पीजीटी को लागि नो सीटेट रिक्वायर्ड भनेर भनिएको छ। त्यसै प्रकारले यहाँनिर टीजीटी को लागि ग्रेजुएसन विथ बीएड मागिएको छ है। टीजीटी को लागि चाहिँ ओन्ली ग्रेजुएसन प्लस बीएड मागिएको छ र यो सेन्ट्रल गभर्नमेन्ट को भ्याकेन्सी रहेको कारणले गर्दाखेरि सीटेट कम्पलसरी भनेर भनिएको छ टीजीटी को लागि। अनि त्यस्तै प्रकारले पीआरटी को लागि तपाईलाई क्वालिफिकेसन मात्र 12 पास प्लस डीएलएड मागिएको छ। तपाईलाई यहाँनिर सीटेट कम्पलसरी भनेर भनिएको छ। एप्लिकेसन अलरेडी स्टार्ट भइसकेको छ। 14 नोभेम्बर दिनको यो एप्लिकेसन अलरेडी स्टार्ट भइसकेको छ भने तपाईको लास्ट डेट चाहिँ 4 डिसेम्बर सम्म रहेको छ। एक्जामिनेसन चाहिँ सीबीएसई ले कन्डक्ट गरिरहेको छ र अफिशियल लिंक अनि अफिशियल नोटिफिकेसन को लिंक त्यही भिडियोको डिस्क्रिप्सनमा तपाईले पाउनु हुनेछ। युट्युब च्यानलमा करियर गुरु हिल्स युट्युब च्यानलमा तपाईले पाउनु हुनेछ र त्यस च्यानललाई तपाईले सब्स्क्राइब गरेर राख्न नबिर्सिनु होला किनकि सबै प्रकारको जब अपडेट सबैभन्दा पहिला तपाईले युट्युब च्यानलमा पाउनु हुनेछ र यो भिडियो तपाईलाई हेल्पफुल लाग्यो भने तपाईको फ्रेन्ड्स एन्ड फ्यामिलीमा ज्यादा से ज्यादा शेयर गर्नु होला, लाइक गर्नु होला र अन्तमा सब्स्क्राइब गरेर राख्न पनि नभुल्नु होला।